भत्किएको बनाउने, सुतेकालाई जगाउने, उठेकालाई सघाउने, रोएकालाई हँसाउने, हाँसेकालाई नचाउने, खुसी बनाउने, यो हो हाम्रो सन्देश। हेर्ने होइन त हाम्रो सन्देश। हरिकला साउने अहिलेसम्म आइरहन्छ, अहिलेसम्मलाई सटर बन्द रहेछ। होइन कहाँ गएछ? आफूलाई रक्सी खान मन लागिसक्यो, अहिलेसम्म बन्द छ पसल। एकछिन कसरी आउलिन्न, एकछिन पर्खेर भए पनि खाएर जान्छु नि। छैन भरोसा यो जिन्दगीको, क्या एकचोटि रक्सी नखान्छु म जान्न, म यहाँनिर बस्छु, कहिले क्या गर्छ? ल म रक्सी खाएर जान्छु। ल बस्यो। साउनी फटाफट सटर खोल्नु त, एउटा ठेउलो खाइहालौँ। छैन ठ्यालो स्यालो, अन्तै गएर खाने। म यहीँ बसेर खाने, म अन्त नजाने। पैसा लिने मन छ कि छैन? आज झन् नयाँ नोट ल्याएर आएको छु, नयाँ नोट लिने मन छ कि छैन? औँसीको सट्टा घरमा चामल लगेर भात पकाएर खाएको भए घरमा बुढी र छोराछोरी कति खुसी हुन्थ्यो होला। यो सानो त पैसामा मर्छ। ल पैसा त्यही पुरानै ठाउँमा गएर बस्ने अनि घिच्ने। बल्ल मजा आयो, वाह। खान पाएर तल लाग्यो त्यो बल्ल, अहिले आनन्द आयो। तपाईँको चाहिने, मलाई रक्सी चाहिने, मजा आयो। साउनी बल्ल मजा आउनु लाग्यो। केही नमक समक छैन? छैन नमक समक, कुरु खाने पाट लाग्ने। मजा आएन साउनी, अर्को दिनु त एउटा ठेउलो। ल यो फुल मजा आएन साउनी, एउटा ठेउलो अर्को पाऊँ त। किन आँखा तैरेको? क्या पैसा लिने मन छैन? दुःख बिर्सन्ने साउनीको भट्टी पो रहेछ। के कसो साउनी सुकुन्तला, मैले गलत भने कि सही भने? कति बोल्न सकिँदैन। दुःख बिर्साउने चौथारी हुन्छ भन्थे बुढापाखा, तर रहेन रहेछ। दुःख बिर्साउने त साउनीको भट्टी पो रहेछ। के कसो साउनी सुकुन्तला, मैले गलत भने कि सही भने? रक्सी धोकेपछि कति बोल्न सकियो होला। खाएपछि त बोल्नु नि, भोकै बोल्ने तागत आउनु पर्यो नि। मेरो भिटामिन भनेको यही हो। वाह, अब कुरुकको घर जाने? अब घर पनि के जाने? घरिकलाले दुई छोरी मात्रै पाए, छोरा भए छोराको मुख, छोरीको मुख हेर्न कहाँ जाने? ल्याउँदा साउने एउटा छ नि यहाँ। कुरुकको घर जाने मैले भन्दैछु। मजाको गरेको त, म त गइहाल्छु नि, के छ म गइहाल्छु।
लड्दिएको पानी सारी। ओहो 5 बज्न थाल्यो रहेछ, अब को आउला र? घर जानु पर्यो। मम्मी मम्मी हामी सधैँ यसरी मागेर खाने हो। मम्मी मम्मी हामी किन गरिब भएको बाबाले रक्सी खाएर हो? होइन छोरीहरू, हामीहरू कहाँ गरिब छौँ, हामीहरू त धनी छौँ। किन थाहा छ? हामीहरूसँग 2 हात छन्, काम गर्न सक्छौँ, मुख छ, मिठो बोल्न सक्छौँ, दिमाग छ, प्रशस्त सोच्न सक्छौँ। अनि हामी कहाँबाट गरिब भयो छोरीहरू? गरिब त अपाङ्गहरू हुन्छन् नि। त्यही भएर होला है हरिकला घरमै थेचरेरै बसेको। आफ्नो त बुढा लाउरे परे बसी बसी खाइन्छ। सानोमा माइतीको नगर बिहे गरेपछि यो हरि बिजोग छ। बिचारा माया लागेर आउँछ। ल ल म त लागे छाया नानीको घरतिर। मम्मी मम्मी म खाद्य खेल्छु। ल ल हुन्छ, खेल्दै गर, म दिदीको घर जान्छु। छोरी प्रिन्सा धारानिर मेरो मोबाइल छ, जाऊ लिएर आऊ। हस्। मम्मी मम्मी म पनि साथीहरूसँग खेल्न जाऊँ। ऊ त्यहाँ बाटोमा खेलिरहेछन्। मम्मी मम्मी मलाई पनि खेल्न मन लाग्छ। हो, जाऊ न त जाऊ। हस् मम्मी। जन्मिँदा खुब रोइस भन्नुहुन्थ्यो मम्मीले, ठुलो भएर जिउँदा पनि रुनै लेखेको रहेछ मेरो भाग्यमा त। सायद जीवनको अन्तिम मोडमा पुग्दा हाँस्छु होला। हामी पनि खेलौँ। आऊ नानीहरू खेलौँ। बिचारा मेरो बाबाले पिट्नेको रहेछ। त्यसलाई म ठिक पारेर आउँछु। ल छाया गयो है। त्यसरी किन ढकालेको? खेल्ने साथीलाई त ढकाल्नु हुन्न त। तिम्रो के टाउको दुख्यो? मम्मी हामी नखेल्ने।
किन के भएर बाबु तिमीलाई पिकनिक हो ऊ त्यो किन र दिदी के भयो? तिम्रो छोरी प्रिन्साले मेरो बाबुलाई पिटी। एकचोटिलाई मैले केही भनेको छैन, अर्को पटक मैले सहदिनँ। जाम बाबु। मेरी छोरी प्रिन्साले त होइन होला दिदी, मेरी छोरी प्रिन्सा त साह्रै ज्ञानी छ। साह्रै ज्ञानी भयो त होला नि मेरो बाबुलाई पिटेको अलक्षिणीका सन्तानहरू। अबदेखि अरू साथीहरूसँग खेल्न नजाने है छोरीहरू, दुई बहिनी यतै मिलेर बसेर खेल्ने हस्। हस् मम्मी, अबदेखि हामी कसैसँग खेल्न जाँदैन। दुई बहिनी घरैकै मिलेर खेल्छ। हस् हस् तिमीले बसेर खेल, म तिम्रो सानियामा घर जान्छु, कतै काम खोजिदिन्छु कि। हस् मम्मी। होइन बाबुलाई चिन्ने को रहेछ? हेर न, त्यो हरिकला भनौजीको छोरीले मेरो बाबुलाई पिट्दै रहेछ। त्यही भएर ढुँदै आएछ। बाबु जाऊ, बाहिर गएर खेल्दै गर। हेर त ती दुइटै बच्चाहरू सिधा देखिन्छन्। बानी चाहिँ कस्तो खराब रहेछ है। मलाई त दिदी भन्दा पनि लाज लागेर आउँछ। तिम्रो सक्कै दिदी हुन् र हरिकला? ठुला बाकी छोरी हो, के गर्नु, खाली माग्दै हुन्छ। उसको पै बनाउँदो खाली रक्सी खाएर मात्र आउँछ। हो नि, यस्ताले त ठुला बडाको अगाडि लाज गराइदिन्छ। धेरै दिइरहने बानी गर्नु हुँदैन, बुझ्यौ? अस्ति बिहेमा निम्तो नदिँदा पनि आइहालेछ। त्यो पनि माइतीबाट ल्याएको पुरानो कपडा लाएर आएछ। मलाई त दिदी भन्न पनि कस्तो लाज लाग्यो। एक दुईजनालाई त छिमेकी दिदी हो, भाँडा बाँच्न आएछ भनिदिए। उसको मन त दुख्यो होला, दुखे पनि के गर्नु, सबैलाई खुसी बनाउन कहाँ सकिन्छ र। तपाईँको मन दुख्यो नि तन दुख्यो नि, हामीलाई के फरक पर्छ र? त्यही त भने। ल हुन्छ, म जान्छु, करेसा बारीमा पानी हाल्नु छ। काँचा बनाउँछु, खाएर जानु होला नि। भर्खर खाएर आएको। ला त्यो हरिकला बनाउँदै त यतै आउने रहेछ। फेरि फर्केर त्यो घरतिरै गयो। सायद त्यो चामल लिने भाँडा बिर्से कि होले, पक्कै चामल माग्न आएको हुनुपर्छ। बिहान त दिएरै पठाएको हो, बेलुका खानाको लागि माग्न आएको हुनुपर्छ। होइन, माग्न पनि कति सकेको, एक दुईचोटि स्वाभाविक त हो। हुन त त्यस्तो माग्नेको इज्जत भयो पो। त्यही त, नदिउँ भने दिनैपर्छ। जय साहबले गाली गर्नुहुन्छ भन्दा पनि मान्दिन। के गर्नु, हुनै लागेको थियो। मेरोमा पनि एक दिन माग्न आएकी थिए, मैले निकै झपालेर पठाइदिएँ। छोरीहरू भक्कै छन्, बासी भात भए पनि दिनु भन्दै आएकी थिए। घरमा बासी भात खाने बाख्रा पाठा छैनन् भनिदिएको कोही। हेरिरहेको थिएँ, कसले चिउरा दिएको रहेछ, खुब खुवाउँदै थिएँ छोरीहरूलाई। दिदी, हजुरले मनको कुरा भन्नुभयो। बिहान मैले पनि बङ्गुरलाई दिनु पर्ला भनेर राखेको बासी भात दिएर पठाएँ। के गर्नु, हुनै लागेको थियो। हरिकला बनाउँदै आउने बेला भइसक्यो। भित्र गएर लुक, म तिम्रो बहिनी छैन भनेर थकाएर पठाइदिन्छु। हस् दिदी। बहिनी, ए बहिनी, होइन कहाँ गइछ आज? बहिनी छैन दिदी आज? छैन तेरो बहिनी, खै कहाँ पुगेको नि? म पनि भेटौँ भनेर आएको, 1 घन्टा भइसक्यो, यहीँ बसेको छु। विश्वास नलागे हेर, यहाँ चुपुल लागेको छ। के काम थियो? काम त के हुनु र, त्यही चामल माग्न त आँकी होलिस्। त्यस्तो होइन दिदी, बहिनीले केही काम खोजिन्छ कि भनेर आएको। काम खोज्नलाई ठेकेदार हो र तिम्रो बहिनी?
उसलाई कसले काम दिन्छ र कहाँ गएर खोज्नु उसले? ल ल दिदी म जान्छु, छोरीहरू एक्लै छन्। ल ल जा। कसले पो यहीँ बस भने आउला जस्तो। छाया ल आऊ बाहिर। बहिनी छैन भनिदिएको रुन्चे मुख लगाएर गए। किन आँटिरहेछ? त्यही बेलुका खानाको लागि चामल माग्न त आयो अरे। चामल माग्न होइन रहेछ, तिमीले कतै काम खोजिदिन्छ कि भनेर आएछ। कामसम्म केही पाउँदैन मैले थर्काइदिएँ, त्यसपछि आफ्नो बाटो लागि। त्यो हरिकन बनाउँदै गर्दा मेरो कलेजबारी पनि पानी हाल्न ढिला भइसक्यो। ल ल हुन्छ, म जान्छु है। हस् हस्, अहिलेलाई जानु है। बेलुका खाना खाना यतै आउनु होला। 1 किलो मासु अर्डर गरेको छु। भइहाल्छ नि, तिमी जस्तो छिमेकी पाउनु त भाग्यको कुरा हो नि। हस् हस्, म जान्छु है। मम्मी निमाले काम खोजिदिनु भयो त? नाइ पाइएन, आऊ जाम खोज्न कतै पाइन्छ कि। लुखुर लुखुर छोरीहरू लगेर के गर्नु दिदी, त्यो जाडियाले मलाई त बिर्स्यो। यिनी साना नानीहरूलाई पनि बिर्स्यो। यो पापी पेट भर्नको लागि कतै काम पाइन्छ कि भन्दै खोज्दै हिँडेकी छु। तिमीले काम पाउन मुस्किल छ, बरु एउटा आइडिया दिन्छु मान्छे हो। भन्नु न दिदी, के आइडिया हो? यसरी काम खोज्दै हिँड्नुभन्दा कतै नोकर भएर बस, टन्टै साफ। सर पनि भाडा मागिहाल्छन्, तिमीलाई सजाइहाल्छन्। के कसो? म नोकर बन्न तयार छु, तर मेरो छोरीहरूलाई कदापि बनाउँदिन। दुःख गरेर भाडा माझेर भए पनि म मेरो छोरीहरूलाई पढाउँछु। गरिबले ठुल्ठुलो सपना देख्छ भन्थे, तर हो रहेछ। जसलाई एक छक टार्न मुस्किल छ, उसैको ठुल्ठुलो सपना। दाइ, यता आउनु एकछिन। किन बहिनी, के कति कामले बोलायो? के काम छ कि दिनु न, काम खोज्दै आएको। हिजो मात्र आएको भए पाउँथ्यो, अहिले त 2 जना नानी लगाइसकेको छ काममा। तिमीलाई थाहा छैन नेपालको बेरोजगारी, काम दिन कति गाह्रो छ भनेर। कतै मिलाइदिनु न, घरमा 1 गेडा चामल छैन, छोरीहरू भक्कै छन्। यति हतारमा तिमीलाई कहाँ खोजिदिनु काम मैले? हालमा पस्केको भात र पस्किने बित्तिकै खानालाई। बहिनी आऊ। के गर्नु, साना साना नानीहरू देखेर माया लागेर आयो मलाई। नानीहरूलाई त्यहाँ पर लिएर राख,
जाऊ तिमी त्यहाँ काम गर्न। कहिले काम गरेको छौ कि छैनौ? कहिले चटपटक लगाउले फेरि। पहिला पनि काम गरेको छु दाइ। ल ल तिमी चाहिँ नानीहरूसँग काम गर्दै राख, म एकछिन पछि आउँछु है त। बहिनी एउटा बोरा देऊ न, म पनि दिन्छु। उद्या छ जाऊ लगेर घर मात्रै भएको भए यो काम 2 महिना पुग्थ्यो। यो आइमा कहाँबाट आइसकेर हाम्रो दिमाग खराब गरिदियो। के गर्ने होला त? यस्तो गरम यहाँ काम गरेर दुःख नगर, साउले पैसा दिन्न भन्थे। वाउ तैँले गच्चै बाइटे निकालिस् यार। हेर्दा सोची चाहिँ भनेको विश्वास गरिहाल्छ। ल ल जाऊ। दिदी यता सुन, हामी त यहाँ साउको काम फस्यौँ तिमी चाहिँ नफस है। यस्तो के भन्नुभयो? मैले त पुरै बुझिनँ नि। तिमीलाई थाहा छैन दिदी, यो साउ त लास्टै ठग्छ। हामीले काम गर्न लागेको यहाँ 6 महिना भइसक्यो, अहिलेसम्म हामीले पैसा पाएको छैन। भोलि तिमीलाई पर्सि दिँदा भन्छ आफै आफ्ना बसेका छन्। हो तिमी पनि फसाउली भनेर बेलैमा जानकारी गराएको। मलाई त किन तपाईँहरूको विश्वासै लागेन। अब यति भन्दा पनि तिमीलाई दुःख गर्न मन छ भने हामीलाई केही भन्नु छैन। भगवान् मलाई यति धेरै दुःख किन दिन्छौ? जाऊ छोरीहरू आऊ। तेरो आइडियाले काम गरे यार, नभन्दै गइहाल्यो। हो नि काम धेरै नानीहरू आऊ पैसा लिनु। अघि नयाँ पछि काम गर्न आएको पनि चाहिँ खै ऊ त काम गर्न गाह्रो भयो भनेर अघि घर गइसक्यो। हो साउदाई हिजोसम्मको तिमीहरूको चाहिँ क्लियर छ हिसाब किताब होइन? आजको चाहिँ ल्याऊ ड्याडी। हुन्छ साउदाई, आज त हामीले ढ्यारी पनि पाइसक्यौँ। अब खुसी भएर हामी काम पनि गर्छौँ। ल ल तिमीहरू काम गर्दै गर, म बेलुकातिर आउँछु है त। मम्मी आज रात पर्न लागिसक्यो, आज खाना के हाल्ने? मम्मी आज पनि भोकै सुत्ने हो। अजिङ्गरको आहार दैवले जुटाउँछ भन्छन्। तिमीहरू चिन्ता नगर छोरीहरू। यत्रो भात खेर फालेको खाना नसक्नेले किन पकाउने यत्रो भात? ल हेर अन्नको सत्यनाश यत्रो भात कहाँ लिएर फाल्यो होला? दिदी खेर फाल्नुभन्दा मलाई दिनु न। ल हेर समरलाई दिउँला पनि राखेकी थिएँ, कहाँबाट फेरि यो मान्छे? ल खाना पाल। धन्यवाद दिदी। जा
5:30 हुन आँटिसक्यो अहिलेसम्म नि आइन नि त। दाउरा काट्ने न्युमा आउँछु भन्दै थियौँ, कहाँ गएन होला? भर्खरै आउँदै भेटेँ, त्यो खुसी लाग्यो। हाई रिदम, म त आएँ। ए आयो, म पनि बल खेल्न नगएर तिम्रै पर्खाइमा बसिरहेको, कतिखेर आउँछौ भनेर। डोको त्यहाँनिर राख, यता बसेर कुरा गरौँ। हस् हस्, हुन्छ रिदम। किन यो आँखाले तिमीलाई खोज्छ, यो मनले तिमीलाई रोज्छ, म त तिम्रो मायामा पागल हुन्छु क्या हो रिदम। सायद माया भनेको यही त होला नि, दुई मन दुई मुटुको मिलन। म त केही गरी तिम्रो मायामा छुट्नु पर्यो भने रिदम मान खोलामा डुबेर मरिदिन्छु। मायामा यति धेरै अन्धो पनि हुनुहुन्न आशिका, के थाहा भोलि गएर तिम्रो मम्मी ड्याडीले स्वीकार्नु भएन भने के गर्ने? मेरो खुसी नै मम्मी बाबाको खुसी हो, सायद मैले भनेपछि मानिहाल्नुहुन्छ होला। तिमी पढे लेखेकी धनी बाउकी छोरी, म अनपढ गरिबको छोरा, खै कसरी माल्लान् र तिम्रो घर परिवारले? कतै हाम्रो माया बेचबाटोमै अलपत्र पर्छ कि भन्ने चिन्ता लाग्छ। त्यसो नभन रिदम, हाम्रो निश्चल र सुन्दर मायामा कसैको आँखा नलागोस्, म भगवान्सँग दुई हात जोडी यही प्रार्थना गर्छु। जहाँ रक्सीको लत भन्दा त मायाको लत झन् खतरा हुँदो रहेछ। आजभोलि त सपनीमा पनि तिमीलाई देख्छु र विपनीमा पनि तिमी। तिमीले दिएको यही माया र नसानो हेर, त्यही माथि पनि करोडौँको हाँस, म पनि कहाँ बिर्सिन सक्छु र? मेरो मायामा डुबाउँछु भन्थ्यौ, साँच्चीकै डुबाएर नै छाड्यौ है आशिका? हो रिदम, न आज पनि रात पर्न थालिसक्यो। मैले त मम्मी बाबालाई पनि सोधेर आएको छैन। मम्मी बाबालाई घर गएर के भन्ने होला? के आइदिनु न प्लिज। मभन्दा बाठी त तिमी नै छौ आशिका, घरमा गएर मिलाएर कुरा गर, बाबाले बुझिहाल्नुहुन्छ। तिमीले ठिक भन्यौ रिदम, म यसै गर्छु। हुन्छ आशिका, अहिलेलाई छुट्टी होला, फेरि अर्को दिन टाइम मिलाएर भेटौँला। हस् बाई बाई रिदम। बाई।